अनौठो अनौठो यो पहाडहरू कहाँ 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 गएर यो के खिचेर हाल्छ भनेर तपाईँहरू अनौठो मान्नु होला। तर मेरो लागि एकदम आश्चर्य एकदम खुसीको पलहरू हो यो होइन। म सानो बेलामा जन्मेको हुर्केको बढेको ठाउँहरू यो। अब म जन्मेको ठाउँ चाहिँ मैले तपाईँहरूलाई उता देखाइदिइहालेँ, त्यो पहाड कहाँ हो होइन। तर म हुर्केको चाहिँ म मामा घरमा हुर्केको हो। मामा घर पनि भन्दैनन्, मामला भन्छन् होइन। यो चाहिँ पकरबास हो, मेरो हजुरबाहरूले मलाई हुर्काएको ठाउँ यो हो होइन। यता पहिला चाहिँ यो यस्तो थिएन, यस्तो मरुभूमि। अहिले त रोड सोड टाकटुक आएछ। घर कहाँ आउँछ मलाई थाहा छैन। सोध्दै यहाँसम्म चाहिँ आइपुग्यो होइन। अब हेरौँ ल, यो खै के खेतबारी यो हो। अब यो देख्ने अब मेरो मामाहरूले चिन्नुहुन्छ होला। अब यहाँनिरबाट उकालो लाग्दो रहेछ नि। ल अगाडि अब उकालो लागौँ न त्यहाँबाट। अब ल यहाँ उकालो लागौँ त। ल कहिले हो त हिँड्नु, यस्तो बाटोमा हिँड्न सक्दैन क्या। ल सायद यहाँबाटै पहिला त यही बाटो उकालो लागिन्थ्यो जस्तो मलाई लाग्छ। तर हो कि होइन है। हजुर ल साथीहरू, हजुर यहाँ सोध्नुपर्छ अब आमालाई कहाँ हो के हो भनेर। अब कति दिन भयो, 1 हप्ता भयो हिँडेको, घर छोडेर 1 हप्ता भयो। अब यस्तै हो साथीहरू। ल आमा, यहाँ बसाइ सरेर जानुभयो नि मधेस बले, उहाँको घर कुन हो पुरानो? हजुर यही हो होइन, अर्को एउटा पछि। हजुर खै त यहाँ त घर त छैन त नि। ए हजुरहरूले लिनुभएको यो है। ए लु यहाँ आमालाई नि देखियो। म यो देखाइदिन्छु फोटो तपाईँहरूलाई लगेर। यो उहाँ बुवा दारी काट्दै हुनुहुँदो रहेछ। यहाँ बस त छोरो। बले मामा भन्नु भएन? बले मामा हाम्रो नि मामै हो। ए म त कालीको छोरो। म कालीको छोरो? कल्लेरीबाट आएको। कालीको कान्छो छोरो, कान्छो चाहिँ बुहारी। लु नमस्ते। अब के गर्नु, चिनेन, सोध्दै यहाँसम्म आइयो। हामी मामा पनि होला नि बाबु? हजुर मामा नि हुनुहुन्छ होला। मामा नि हुनुहुन्छ नि, उहाँ उतैतिर हुनुहुन्छ नि सबैजना। यहाँ फोटोमा नि होला नि। फोटोमा म देखाइदिन्छु है त, यहाँ छ हजुरबाको फोटो ल उहाँले अब फोटो हेर्न चाहनुभयो। हजुरबाको देखाइदिनु ल यो क्यामेरा बोक्यो त आउँछ नि। टिका लाउँदाखेरि टक्क हजुरबाको यहाँ हेर है राउँछ। अस्ति टिका लाउँदाखेरि यहाँ बुवाको हजुरबाको फोटो खिचेको थिएँ मैले। साथीहरू अब उहाँले चिन्नुहुन्छ। 58 सालमा बसाइ सरेको हो। अब म यहाँनिर 30 वर्ष भयो। 22 वर्ष 23 वर्ष होइन, अहिले 24 पुगेर 25 लाग्यो। खै त अस्ति हजुरबाको फोटो। ए आमा मामा हजुरआमा हजुरबुवा देखाइदिउँ नि। ए आमा बुवा कि आमाको बले मामा कस्तो बुढा हुनुभएछ। बुढा भएछ नि, अब के गर्नु त। देख्नुभयो? देखि ए अझै हेरौँ। मलाई टिका लगाइदिनु भएको अस्ति यहाँनिर। ए बुढा हुनुभएछ त। देख्नुभयो? देख ल यस्तो बुढो हुनुभयो। अब हजुरहरू नि बुढाबुढी हुनुभएको छ नि त। हामी पनि बुढाबुढी भइसक्यो नि। त्यही त, उहाँ पुरानो घर चाहिँ यो होइन त? पुरानो घर उयो माथि, त्यो देखेको माथिको होइन? ल पुरानो घरमा नि जाउँ न त। ल आऊ त एकछिन हेर्न जाउँ घर होइन, आफू जन्मेको ठाउँ। ल साथीहरू होइन, पहिला त्यो कल्लेरीबाट पर्दैन आउनु नि त। आउनु लुखुर आउनु नि त, हामी हेर्दै गर्छौँ। मलाई देखाउनु ल होइन साथीहरू। पहिला चाहिँ उहाँ कल्लेरीदेखि बिहान 6 बजे हिँडेर हामी मावला जाने भनेर मम्मीहरूसँग हिँडेको बाटो चाहिँ यही नै हो। ल अब यो त खनखान गरेर ढुङ्गासुङ्गा हालेर यताउता राम्रै बनाएको छन्। पहिला त यस्तो थिएन होला। गाडी ट्र्याक्टर हिँड्छ है यो बाटो। ट्र्याक्टर हिँड्छ, त्यो हाते ट्र्याक्टर।
ल यता बारीबाट हिँड्नु नि। ल साथीहरू भगटेहरू पनि रह भाइ। लु हेर ल यो बारीमा हामी कति खेलियो ल हेर ल देखाउ त ऊ त घर होला होइन भतेको। भत्के घर चाहिँ उतै हो ल अब अलि माथि आउनु त्यो राम्रोसँग देखाइदिउँ हजुरबा बसे देखाइदिएँ मैले। पल्लो हजुरबा बसे घर यो पल्लो अनि मामा जेठमामा बसे घर यो वल्लो। ओल्लो ल अब यहाँनिर त्यो 12 मासेको के नि थियो त्यहाँ यो सबै हजुरहरूले गर्नुभयो अहिले। हजुरबा हुनुहुन्छ नि हाम्रो हजुरबाहरू पहिला यहीँ बस्नु भएको हो ल यता पछाडिबाट पनि देखाइदेऊ न सबै भ्युजहरू देखाइदिएछु म। यताबाट योहरू सबै यो खेतबारीमा हुर्केको ठाउँ हामी यहाँको माटो पनि प्यारो हुँदो रहेछ साथीहरू ल ए हेर्नु न ल ए यही माटो खेलेर हुर्केको हामी हेर्नुहोस् आहा ल ऊ टिका लाउनु क्यारै माटो भन्दा ल ल ल अलि माथि जाउँ अनि बारी नै बारी पहिला त यता बाली आउँथे पहिला पानी बोक्नु पर्थ्यो नि त भाइ। हो ल फाइनल्ली होइन गुन्दु भाइ बाबा यही माटोमा लडीबुडी गरेर हुर्केको बुझ्यौ बुझेँ भन न। बाबा यही माटोमा हुर्केको हो ल हेर यो घर देखाउ त यो घर देखाइछु। यो चाहिँ मूल घर हो हाम्रो होइन यो चाहिँ मूल घर हो ए भुइँचालो आउँदा भत्केछ यो चाहिँ जेठमामाहरूको घर ल यो धुरीसुरी त रहेन रहेछ ए मतानियो हाम्रो हजुरबाले आरन सारन गर्ने अब हामी त विश्वकर्मा पऱ्यौँ होइन टकन आरनहरू यो हो माथि नै गरेर आउँछ हेरौँ न यहाँबाट भ्यू देखाइदियो ल अब ल म एकचोटि भकार यही नै रहेछ है अब त यो फुल केही पनि कटिङ नगरिकन ल छोरो नि आइपुग्यो राम्रोसँग हेर त ल यहाँ बस्नु तिमी बिन्दु है यो हजुरकै ए भाइ यो हजुरकै लुगा हो क्या? होइन त्यो मेरो लुगा त होइन कि यहाँ आउन यहाँ यता आउन यहाँ हेर यताबाट देखाऊ त्यो चाहिँ के हो? ल अब म त यहाँ अब कति वर्षपछि आएँ लगभग अब 8-10 वर्षको उमेर हुँदै 25 वर्ष पुग्यो मामाहरू छोडेर 24-25 वर्षपछि तपाईँ म पनि अब 8-10 वर्ष हुँदाखेरिको यो छोडेको ठाउँ भनेपछि कहाँ म 20-22 त 7-8 वर्ष वर्षै थिएँ होला नि म त्यही 24-25 वर्ष होला। ठ्याक्कै ल 25-26 वर्षपछि आउँदाखेरि यो चाहिँ भुटमाल भत्का छ यो मेरो हाम्रो मूल घर टक्क यहाँ अलिकति घरमा नि छिरौँ न अब के गर्नु त भत्केकै भए पनि आफ्नो घर प्यारो हुन्छ नि थाम यही नै हो ए थाम यही नै हो थाम भने चाहिँ थाम भनेको थाहा ए ल ए भित्र यहाँ फसफसी जाने रहेछ है नजानु है त बाबु। यहाँ अलिकति आउनु बाबु नआउ तिमी त यहाँ आउन बेबी नआउ है तिमी ल यहाँ फसफसी गाँस आफ्नो मूल घरमा आफू जन्मेको घर यो कति प्यारो छ नि यो चाहिँ मलाई याद छ क्या त्यति धेरै ल टक्क हेर्नुहोस् बुवा बल्ब चल्ने रहेछ घर त भत्कियो यहाँनिर थियो भर्याङ होइन ल यहाँ आउनु यहाँ ओराउनु आउँदैन कि त्यो ओराउनु देखाइदिएछु ल यहाँनिर थियो भर्याङ होइन यहाँ थियो भर्याङ मास्तला जाने म चाहिँ सर्लक्क बेरेर सारी आमाले ल दाजु धारामा सारी सुकाखा लिएर आइज भनेर यता कता पाखामा कता हो त्यो याद भएन अनि सारी फनफन्ती यसरी हातमा बेरेर आएँ आमाले सखर दिन्छु भनेको थियो मलाई त्यति बेला सखर खान्थ्यौँ हामीले अनि यहाँ जाँतो थियो अनि म भर्याङ चढेर बिचबाट आमा सारी ल्याएँ भन्दाखेरि पर्लक्क पल्टेर ड्याम्म लडेको छाती उसमा के अरे जाँतोमा परेको मेरो टाउकोमा फुटेको ल यही हो मेरो टाउकोमा फुटेको दाग ए देखाइदेऊ न होइन यही नै हो ल यही ठाउँमा फुटेर लडेको हो ल जे जस्तो भए पनि अब यो ठाउँमा त अब हामीले यसलाई मर्मत गर्ने बस्ने त्यो भन्ने छैन तै पनि अब आइयो अब
बाबुलाई गर्नु न हौ ल आऊ न अब यता आऊ त यसलाई लिएर जाऊ न आफू फुत्फुत हिँड्ने ऊ लड्दैन यता गुन्दु भाइ आऊ त ल साथीहरू यो भकार यही नै हो भकार जस्ताको तस्तै 25-30 वर्षदेखि यही रहेछ यहीँ भैँसी बाख्रा यहीँ पालिन्थ्यो यहाँबाट मलाई फुत्त भैँसीले हान्दा म यहाँ उठिदिएको थिएँ त्यो पनि मलाई याद छ ल होइन त आमा यहाँ चाहिँ हाम्रो आराम थियो ल आराम थियो यहाँनिर टाकन टाकन आमा बाबा हजुरबाहरूले काम गर्ने घनसन हान्ने ठाउँ यहाँ थियो यो चाहिँ आराम यस्तो भएछ अलि धेरै जुम भएछ क्या यो चाहिँ हाम्रो मामाको जेठो मामाको घर होइन त ल ल यो उसको सोगम दादाको घर यो कटरको गाछी यही हो यति मिठो कटर फल्थ्यो यहाँ देखाइदियो त अलिक परबाट फुलहरू मुस्काउँछन् तिमीले कटरको गाछी यही हो ल मजाले खायो यो चाहिँ मामाको घर यो यहाँ हेर नि यहाँ साइकलको सिउर रहेछ यो चाहिँ हाम्रो जेठा मामाको घर यहाँ चाहिँ अलि भत्केको रहेन रहेछ है यहाँ चाहिँ छाना चाहिँ फाल्ने भयो जस्तो हाल्यो खाना चाहिँ फाल्दैछ जस्ता चाहिँ हालेछ लु खुसी लाग्यो है ओ फुलसुल पनि रहेछ आनन्दको रहेछ ल फुल टिपो गुन्दु भाइ यहाँ आऊ त यहाँ आऊ ल यहाँ आऊ त ल यो फुलसँग त काँडा हुन्छ है बेबी त्यसमा काँडा हुन्छ है काँडा काँडा हुन्छ ल साथीहरू आफू हुर्केको ठाउँमा आउँदा आनन्द लाग्दो रहेछ हजुर धेरै टाढा होला जस्तो लागेको थियो तर रहेन रहेछ हो उता त्यहाँ एकजना दिदीलाई छोडेको उहाँले अनि बले घर कुन हो बसाइ सरेर जानुभएको बन्द गरिदिएँ ल मैले यहाँ भन्नुभयो अनि एकछिन नगर न ल लु अब आमाले त हामीलाई चिन्नु भयो नि राम्रोसँग मलाई कालीको कान्छो छोरो दुई भाइ हो म कान्छो छोरो ल एकदम अब यहाँ देखाउ न एकदम अब भन्ने हो भनेदेखि यो ठाउँमा आएर हाँसु पनि आएको छ मन पनि एकदम होइन सानो बेलामा खेलेको एकदम हुन्छ नि त्यो सानैकै कुराहरू मात्र दिमागमा आइरहेको छ अब खुसी व्यक्त गर्ने कसरी थाहा छैन यो मोबाइलमा राखिरहँदा डिलिट होला त्यही भएर यसो सामाजिक सञ्जालतिर भन्दा नि आफू युट्युबतिर मिलाएर हालौँला खुप्रुक्क अब सबैले हेर्छन् भन्ने चाहिँ मलाई लाग्दैन तर आफू जन्मेको ठाउँ 50 वर्षपछि हेर्दा पनि आफूलाई याद होस् न कति वर्षपछि बाँचिन्छ अब यो त अब आफ्नो पर्मानेन्ट हुन्छ नि त त्यही भएर यसो आमाहरूको नि फोटोसोटो खिचियो यहाँ भिडियो बनाएको छु उता गएर बले मामालाई देखाइदिन्छु म सबै मुसुक्क हाँसेर दाँत देखाइदिनु अब के गर्नु थोती भए भान्जा भनेर ए मामा भान्जी थोती भइछन् मामा पनि थोती भयो अब अघि फोटो देखाउँदा त बुढो भएछ भन्ने आमाहरू बुढा भयो अब त हिँड्नै सक्नुहुन्न राम्रोसँग देखाइदिनु ल साथीहरू फाइनल्ली आफू क्यामेरा तिम्रो किन यस्तो भएको पुछ्नु पर्ने रहेछ हामी नि उतै बस्ने हो ल साथीहरू सबैलाई धेरै धेरै धन्यवाद होइन म चाहिँ अब फाइनल्ली आफू हुर्केको ठाउँमा आएँ जन्मेको ठाउँ त मैले तपाईँहरूलाई देखाइहालेँ कल्लेरी पिङखुरी अब आफै गएर दर्शन गरेर आयो मन्दिर सन्दिर दर्शन गरेर आयो आफू हुर्केको ठाउँ चाहिँ यहाँ हो मलाई त्यो कल्लेरीको भन्दा पनि बेसी याद चाहिँ यहाँको आउँछ क्या त्यही भएर चाहिँ म अब आएँ टक्क अब यो घरहरू भत्केको ओरेको हेरेँ देखेँ सबै रमाइलो लाग्यो खुसी लाग्यो ल साथीहरू अब हामी उहाँ टाढा पुग्नुपर्ने सरलाई पुग्नुपर्ने अब म यतिकै इन्ड गर्छु ल यही नै हो है त अब एउटा दुईवटा फोटोसोटो खिचौँ अनि त्यसपछि सर्लक्क जम्ला ल तर रमाइलो छ नि ठाउँ त बस्नको लागि पो पहिला पो सेवा सुविधा थिएन ल यो हुँदैन अब के गर्नु अब यस्तै हो ल यही नै हो है ल जम ल साथीहरू आफू हुर्केको ठाउँ आइयो घुमियो हेरियो अब यही पछाडि यही बाटो हो पहिला हामी यही बाटो हिँडेको ठाउँ 25 वर्ष अगाडि अर्कै थियो अहिले यस्तो भएको रहेछ ल के भन्ने त ठाउँ अब यहाँ अब बसेर पानी खाम आमासँग बसेर यसो गफ गरौँ अलिअलि अनि पानी सानी खाम अनि सर्लक्क जम्ला आऊ
ल ल फाइनल्ली गाइज हामी चाहिँ यो ठाउँमा आइपुग्यौँ। यहाँ बुवा पनि हुनुहुन्छ। बुवा भनेपछि मैले त अब देखिनँ, सानोमा चिनिनँ। यस्तै ठाउँमा हुर्केको ठाउँ हो। अब हाम्रो उता बुवाहरूले त पक्का घर पनि हजुरहरूले बनाउनु भएको भने होइन? उताको पक्का घर ए उता चाहिँ किन नबस्नु भएको? ए छोराले बनाएको। ल ल ल ल ल अब माथि घुमेर आमा त्यहाँ पर्दैन गुन्द्री लाउनु। यहाँनिर यहाँ बस्छौँ हामी एकछिन। होइन यहाँ बस्छौँ गुन्द्रीमा। पर्दैन अब बुवा चिया। यस्तो गर्मीमा हामी चिसो पानी खान्छौँ। चिसो पानी खाने अनि जाने। पर्दैन आमा, खानासाना खाएर आएको। खाएर आएको खाना। हजुर मै छ, लु मै ल्याउनु। ल मै खाऊँ न त, चक्क लाएर गाउँको मै। ब्याग राख न यहाँ राख। घर कल्लेरी। कल्लेरी घर उहाँ पारी डाँडामा। कल्लेरी देखिन्छ यहाँबाट? ए देखिनु रहेछ नि त नि। ए उहाँ यता हो देखिँदो रहेछ। ल जाऊ पानी हेर न। के टोइलेट जानु लाग्यो कि? कल्लेरी छर्लङ्ग देखिँदो रहेछ। ल साथीहरू, म हुर्केको ठाउँ चाहिँ यहाँ हो। माख्लो घर जन्मेको ठाउँ पनि देखिँदो रहेछ है त यहाँबाट। मैले त्यति याद गरेको थिएन, पर्खिनुहोस् है त साथीहरू, यताबाट हेरौँ न त। ल म हुर्केको घर यहाँ भयो, यो भयो होइन? यहाँ भयो मूल घर भत्केछ, यही हो। अब कल्लेरी पनि देखिँदो रहेछ यहाँबाट। त्यो डाँडामा ल छर्लङ्गै देखिँदो रहेछ है। ल यो चाहिँ कल्लेरी हो। ल यो गाउँ चाहिँ कल्लेरी। अब म जन्मेको गाउँ यही हो। यस्तो विकट ठाउँमा जन्मिएको। अहिले त रोड पुग्यो, यताउता भयो, थाहा भयो। नत्र भने त हेर ल यस्तो गाउँ हेर, छर्लङ्गै देखिँदो रहेछ। अनि सानो बेलामा त्यो खोला त्यस्तै देखिन्थ्यो। यो खोला हो। ल साथीहरू, फाइनल्ली आफू जन्मेको हुर्केको गाउँ ठाउँ घुमेँ। म विदेश गएर पोर्चुगल गएर अब 4-5 वर्ष बसेर आएर पनि आफ्नो ठाउँमा आइपुगेँ। धेरै थोरै त प्रगति गर्न सकेको छैन, तैपनि म जन्मेको ठाउँमा हुर्केको ठाउँमा चाहिँ मैले मेरो श्रीमतीलाई र बाबुलाई लिएर आएँ। अब तपाईँहरूले पनि यसरी घुम्नुहोस्। पाहाडको ठाउँ रमाइलो छ। स्विजरल्यान्ड भन्दा कम छैन हाम्रो देश। स्विजरल्यान्ड भन्दा खतरा छ। सर्ट लाएर घुम्नुहोस्। ल त साथीहरू, आमाले यहाँ मै बनाउनु, मै ल्याइदिन्छु भन्नुहुन्थ्यो। चिसो मै ट्याक्क खाएर अब सरर उकालो लाग्नुपर्छ फेरि। अब हामी हुन्छ बुवा जता बस्दा पनि आफ्नै घर जस्तो लागेको छ क्या यो त मलाई। ल आमाले टक्क मै ल्याउनु भएछ। ल हुन्छ त्यहीँ छोडिदिनु। ल धेरै धन्यवाद आमा बुवालाई। गुन्दु भाइ मै खान्छौ? मै खाने यस्तो ल कसको? कालीको? मेरो हजुर बाबुले नखाने रे, खाँदैन रे। उसलाई त्यस्तो खासै मन पर्दैन। खाए नि यही अलिकति खान्छ। ल हुन्छ ए पर्खिनु न आमा खामलाई। हजुर हो, अहिले निकाल्नुपर्छ। ल अहिले कहाँ, अब यहाँ निकाल्ने त अनि चुर्ना पर्यो रे। ल आऊ ल।